काठमाडौँ उपत्यकाको बिहान सधैँजसो धूप, घण्टीको मधुर ध्वनिसँगै सुरु हुन्थ्यो। पशुपतिनाथको आरती, आँगनमा तुलसीको मठ र गल्ली गल्लीमा गुन्जिने नेपालीपनको सुगन्धबीच एउटा दृढ इच्छाशक्ति बोकेको युवक हुर्कदै थियो। उसको नाम थियो जङ्गबहादुर कुँवर, पछि चिनिने जङ्गबहादुर राणा। सामान्य सैनिक परिवारमा जन्मिए पनि जङ्गबहादुरको मन असाधारण थियो। उनी सानैदेखि खुकुरी, घोडा र राजनीतिप्रतिको चासो राख्थे। गुरुङ, मगर, नेवार र ब्राह्मण क्षेत्री समुदायको मिश्रित संस्कृतिले भरिएको काठमाडौँले उनलाई जीवनको वास्तविकता सिकाएको थियो। दशैँमा टीका थाप्दा होस् वा तिहारमा दियो बाल्दा उनी नेपाली संस्कृतिको गहिरो प्रभावमा हुर्किएका थिए। विक्रम सम्वत 1903 सालको कोत पर्व नेपाली इतिहासको निर्णायक मोड बन्यो। दरबारभित्रको शक्ति सङ्घर्षले रगतको खोलो बग्यो। त्यस रात जङ्गबहादुरले आफ्नो चतुरता, साहस र कठोर निर्णय क्षमताले इतिहासको दिशा मोडे। यही घटनापछि उनी नेपालका सर्वे सर्वा बने। राणा शासनको सुरुवात भयो, जसले 10 वर्षसम्म नेपाललाई बाँड्यो। प्रधानमन्त्री बनेपछि जङ्गबहादुरले नेपाली समाजलाई आफ्नै ढाँचामा परिवर्तन गर्न थाले। उनले मुलुकी ऐन ल्याए, जसले नेपाली समाजलाई कानुनी संरचनामा बाँध्यो। जातीय विभाजन अझै बलियो बन्यो, तर राज्य सञ्चालनमा स्थायित्व आयो। सिंहदरबार, थापाथली दरबार जस्ता भव्य भवनहरू निर्माण भए, जसले नेपाली वास्तुकलामा नयाँ अध्याय थप्यो। विक्रम सम्वत 1910 सालमा जङ्गबहादुर बेलायत यात्रा गर्ने पहिलो नेपाली शासक बने। लन्डनको चमक दमक, रेल, उद्योग र शासन प्रणाली देखेर उनी चकित भए। फर्किएपछि उनले केही आधुनिक सोच नेपालमा भित्र्याए, तर सत्ता र शक्ति राणाकुलमै सीमित राखे। जनताका लागि शिक्षा र चेतना अझै टाढाको कुरा थियो। जङ्गबहादुर एकातिर कडा शासक थिए, अर्कोतिर नेपाली परम्परा र धर्मका संरक्षक पनि। उनी पशुपतिनाथका अनन्य भक्त थिए। ठूला यज्ञ, पूजा र जात्राहरू उनको पालामा धुमधामसँग मनाइन्थे। नेवार जात्राहरू, दशैंको बलि प्रथा र दरबारी संस्कार अझै मजबुत बने। जीवनको अन्त्यतिर जङ्गबहादुर आफ्नै शक्ति र निर्णयको भारले थिचिएका थिए। विक्रम सम्वत 1934 सालमा तराईको शिकार यात्राका क्रममा उनको निधन भयो। उनी गए, तर उनको छाया नेपालमा लामो समयसम्म रहिरह्यो। जङ्गबहादुर राणा नेपाली इतिहासको विवादास्पद तर प्रभावशाली पात्र हुन्। उनले नेपाललाई स्थायित्व दिए, तर स्वतन्त्रताको ढोका बन्द गरे। आज पनि जब सिंहदरबारको अगाडि उभिन्छौं, नेपाली संस्कृति, सत्ता र इतिहासको सङ्गममा उभिएको जङ्गबहादुरको कथा मौन रूपमा बोलिरहे झैं लाग्छ।